बतासमा म छु आत्माको बता मजा आयो क्या मजा आयो हामी त नि हो झन् कतिमा आइदियो भने नि अनि प्रार्थना गर्यो है हामी चारजना बसेर एकदमै नयाँ अनुभव गर्यो वाचिपा खाएको मेरो पनि खिच्दै त फोटो वाउ गुराँसको फुल रोडोडेन्ड्रन एकछिन पर्खे ल कोकोकोला अब चाहिँ हामी सेवा गर्नु आँटेको साथीहरू ईश्वरको महिमा के गर्नु आँटेको अहिले भन्दै ईश्वरको महिमा आएका छौँ है युथ काउटिङ र हामी सानो सङ्गति गर्नेछौँ है अनि यस समय हामी केही भजनहरू परमेश्वरको भजनहरू गाएर हामी उहाँलाई आराधना चढाउँछौँ ईश्वरको महिमा गाउन यस संसारमा प्रमुख कर्तव्य हो आजको दिन उनले सृजेका रमाउँदै हामी तपाईँमा सम्झना गर्छौँ उनीहरूले जुन रिजल्टहरू अब पर्खिरहेका छन् जानिरह्यो मलाई क्रिस्टको प्रेमले हेर लौ बच्चा बाँचिरहेको मान्छे तर क्रिस्टको मायालु हातले मलाई तानेर निकाल्यो है म भएको छु सरारा 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 ला 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 पक्कैमा यीशुजीको माया भित्र लुकिएको यीशुजी भेट्दछु आत्माको बतासमा म उड्दछु यीशुको झरीले म भिज्दछु आत्माको बतासमा उड्दछु सिल्दै माथि स्वर्ग छुने गरी यीशुको पछि म हिँड्न लागे हामीले चाहिँ गीत गाइसकेको छ अब चाहिँ हामी एकछिन घुमेर सो वी आर गोइङ ब्याक टु होम घर गएको अब हामी ओह्रालिन लाग्यौँ हामी चाहिँ सबैजना आउँदैछ है म पनि जान्दैछु घर सो अब चाहिँ हामी सबै खाजा खाइसक्यो अब अलिकति फोटोसोटो खिच्नु छ त्यही भएर चाहिँ फोटोसोटो खिचेर चाहिँ घर जाने वापस घर टाप तर मजा आयो है सालिस रोजलिन यहाँ हेर्नु त मजा आयो लु हिँड ऊ नानाहरू भेट न छिटो को यत्रो बोटले पनि गुराँस फुलेछ वाउ ओ माय गॉड कस्तो दामी फरेस्ट भित्र यहाँ अन्दर त अब जानु पर्यो नि खिच्नुको लागि हैन अन्त
वाउ भेरी ब्युटिफुल हेर्नुहोस् त यस्तो दामी यो फुल चाहिँ फुलेर यसरी झरेछ यहाँ चाहिँ हाम्रो आसिङ मात्रै हुनुहुँदो रहेछ अकेले यहाँबाट चाहिँ रोज परेछ गुराँसहरू देख्दो रहेछ यो चाहिँ झिल मतलब झिलहरू यस्तो साह्रो दामी फुलहरू राम्रो है भेरी ब्युटिफुल सुन्दर आकाश पनि छ यहाँ चाहिँ म छु मैले भिडियो गर्दैछु नि यता चाहिँ आसिङ हुनुहुन्छ आसिङ छ हाम्रो साथीहरू हरायो त्यही भएर हामी खोजिरहेको छौँ कता गयो हाम्रो साथीहरू भनेर है आसिङ फोन गर्नु पनि लाग्दैन रहेछ नि त हामी चाहिँ अब जाडो हुन्छ जस्तो लागेको थियो तर थ्याङ्क गड है त्यस्तो यस आज हामीले मजाले प्रे गरेर आएको थियौँ नि त वेदर राम्रो होस् भनेर सो त्यही भएर आज दामी है गुराँसहरू हेर्नुहोस् अब कस्तो दामी चाहिँ देख्छ अब के भन्नु तपाईँहरूलाई म होइन लुक हामीले यहाँनिर छुनाहरू भेट्यो अनि पलासमा क्या मजा आयो हामी त नि हो झन् कतिमा आइपुग्यो भने नि 1 घन्टा 9 मिनटमा आइपुगेको नि हामी तल 0 देखि हामी चाहिँ ऊ छुनाहरूले वाचिपा उपारेछ नि त हामी चाहिँ वाचिपा खानु आँटेको उब्रेको वाचिपा कुकुरहरू कस्तो भन्नुभयो एकदमै राम्रो भयो हामी आएर हो पिता हामी गयो हो अनि प्रार्थना गर्यो है हामी चारजना बसेर एकदमै नयाँ अनुभव गर्यो है त्यो डाँडा डाँडामा आएर प्रार्थना गर्ने हामीले एकदमै भेटघाट भयो मेरो यो बेला एजुकेसन ग्रान्ट भएन नि कफी खानु आएको हामी चाहिँ सानो यसमा बिचारा ऊ हेर्न अरबिनहरू हेर्न हचारा उयो हाम्रो भाइहरू हेर हत्तु भएछ बिचारा अरबिनले के टोकेको अन्त त्यही त कल पनि गर्दैन उठाउँदैन पनि खाँदिनँ म फर्केको घर झ्यालमुरी खाँदैछु वाचिपा खाएको अरे यिनीहरूले वाचिपा हातमा सारेर भोकले सिरियस